आइज हिजो न हात दिनु अन्त हात दिदिनुहोस् भाइ दिनु हौ हात कि साह्रो अन्त ठिक छस् त ठिक छस् कि छैनस् हौ अप गर अप हे आज चाहिँ वेदर यस्तो लाग्छ पानी पर्नु आँटेको छ म र साथी चाहिँ एकछिन मेगेटार घुम्नु गएको है ब्रुनो पनि जान्छस् कि ल्यायो कहाँ हौ लु मेरो साथी आइपुग्यो यहाँ बहिनी पानी पर्न आँट्यो छिटो गरौँ ल रोशनीको घरमा चाहिँ एकदम यहाँ पार्किङको फेसिलिटी छ तपाईहरु सबैले यहाँ पार्किङ गर्न सक्नुहुन्छ आएको बेलामा फाइनली हाम्रो यो उकालोको रोड पनि बनिने भएको छ हो मेगेटारको यहाँबाट बाटो नयाँ बनिएको छ अरे नि त अन्त यसो जाउँ भनेको घर आएको बेलामा छाता रेनकोट छ नि 100 रुपियाँ वाला प्लास्टिक पिंक कलरको हामी जाने बाटो चाहिँ यो तेर्सो हो यहाँबाट चुक्काला मेगेटार जाने चाहिँ नयाँ बाटो बनेको पहिला चाहिँ कैचुलेबाट जानु पर्थ्यो लु जाउँ रेडी चाहिँ स्कुटी पार्क गरेर लागेको यहाँबाट इन्ट्रेन्स छ गएको दुई बहिनी चाहिँ अब कति बाद मेगेटार आएको अस्ति नयाँ जग्गा बिहामा आएको थियौँ है हामी कहिले हो त्यो डिसेम्बरमा होइन जनवरीमा अस्ति त्यहाँदेखिको भर्खर मात्रै जहाँ जाँदैछौँ मेगेटार त्यो पनि त्यति बेला त राति आएको त्यस्तो डुलेन पनि हो त्यो पनि किन आएको हामी त्यतिकै फोटो खिच्नु तिमीहरूले मात्रै भक्कु फोटो खिचिस् मलाई त अल्छी लागेर खिचिनु पनि यिनीहरू चाहिँ ट्रेडिसनल वेयरमा थियो त्यही भएर पुरा फोटोहरू खिच्यो हो म चाहिँ बहिनीलाई लिएर आएको थिएँ बाटो खत्तम छ खराब छ भनेर चाहिँ जस्तो लुगा लिएर आएको थिएँ मतलब वेस्टर्न वेयर त्यही भएर मैले खिचिनँ मेगेटार इको टुरिज्मले चाहिँ अब सफा गर्ने बेला भए चाहिँ हामी चाहिँ मेगेटार आइपुग्यौँ दिन पनि मजाको भइरहेको छ यो चाहिँ हो हाम्रो मेगेटार अस्ति आगो लागेको कता साइड हो उता साइड ला लडेछ के हो त्यो के लडेछ पुरानो भएर मेन्टेनेन्स छैन अन्त माथि जाउँला हामी चाहिँ बिचारा लडेछ बिचारा मान्छेहरूले बदमास गरेको होला है हेलो गाइज वेलकम टु माई मिनी ब्लग आज चाहिँ म र उपासना हल्का डे आउट भनौँ न अब हाम्रो आज स्याटरडे दुईजना यहाँ घुम्नु आएको छौँ मेगेटारमा दिन पनि एकदमै राम्रो भइरहेको छ त्यस्तो गरम पनि छैन जाडो पनि छैन म चाहिँ अब स्कुटीमा आएको भएर मोटो ज्याकेट लगाइरहेको छु हो पानी चाहिँ पर्ला पर्ला जस्तो हुँदैछ पानी चाहिँ नपरोस् बाँकी सब त भइहाल्छ बिचारा जेब्राको पुच्छरै भाँचाइदिएछ मान्छेहरू यस्तो बदमास त गर्छ गएनौँ नि भिडियो बनाइदिँदै थियो उकालो आउँदै गरेको तर भिडियो रेकर्डिङ स्टार्ट गरेको थिएन रहेछ आयो जाउँ फेरि स्टार्टिङ केही छैन गरेर दिएको थियो रहेछ होला हामी चाहिँ पुग्न आँट्यौँ हो अब एउटा बिचमा एउटा मेन अपडेट भएको थियो त्यो चाहिँ भिडियो रेकर्डिङ नभएकोले गर्दाखेरि आयो यो चाहिँ है हाम्रो मेगेटार यहाँ चाहिँ आई लभ मेगेटार ज्याकेट त मैले त एउटा फुल पनि झरेँ मैले तोडेको चाहिँ होइन यो फुल बाटोमा भेटेको हो मलाई खासै फुलहरू तोड्नु मन पर्दैन माया लाग्छ किनभने म पनि फुलहरू रोप्ने गर्छु नि त त्यो भएर कति मेहनत हुन्छ एउटा फुल फुलाउनुको लागि
लु कस्तो देखियो मलाई हेर त कस्तो देखियो एउटा एउटा लगाउँ होइन हामी चाहिँ पुग्न आँट्यौँ है यस्तो छ नि त हाम्रो यो यस्तो उकालो हिँड्दैछौँ कि त्यो भएर पुरा थाक्यो यस्तो उकालो बाटो छ छाता तिमीले छोडेको ए हामीले त कसको भनेर ताको भिडियो बनाइले हाम्रो गाउँको बहिनीहरू पनि भेट्यो नयाँ छाता छोडेछ भनेको त हाई जर्मो जुन उकाले हिँड न अन्त जाउँ उकालै फर्केको आउ न आउ वेलकम टु रुजुस भ्लग स्कुटी पाएको ल के हुन्छ हो अन्त यस्तो ब्युटिफुल बहिनी भएर अङ्कलले फाइनली हामी चाहिँ मेगेटारको भ्यू पोइन्ट आइपुग्यौँ बट आज फगी लागेकोले गर्दा त्यस्तो चाहिँ देख्दैन बस न अन्त हामीसँगै जाउँ न लान्छु नि अन्त बाटो राम्रै छ बस बस सँगै जाउँ स्कुटीमै एक एक्लै त आएको हामी यस्तो छ है यहाँ चाहिँ यहाँबाट चाहिँ भ्यू यस्तो छ दार्जिलिङ देख्छ यहाँ चाहिँ कि अब खुल्ला दिन भएको बेलामा चाहिँ राम्रो देख्छ कसैलाई जाडो भएर लुगा लगाइदिँदैछ यहाँ सेम्पान्जीलाई मजाले लगाइदिए ल तेरो पनि खोलेर लगाइदियो मेरो मात्रै लगाइदिन्छस् अगाडिपट्टि कभर भएन पछाडि मात्रै भयो हामी चाहिँ फेन्टा खाएको भुजा पनि लेख्छौँ सेलरोटी पनि छ यो चाहिँ हिजोको अङ्कको बर्थडेको उब्रेको हामी भइरहेको छ मेगेटारमा हेर्नुहोस् गाइज हाम्रो मेगेटारको यहाँ बस्ने चाहिँ छैन रहेछ यहाँ बिचबिचको पार्ट्सहरू एकदम गायब रहेछ यो चुरी भएको हो कि के भएको हो कि विन्टरमा आगो तापेर कि बालेर माया लाग्दो बनाइदिएछ नि कफी हाउसमा त अघि बसेर आएको कफी हाउसमा के गर्नु कफी त पाउँदैन कफी चाहिँ आफै लिएर आउनुपर्छ एकदम पिसफुल जग्गा छ तपाईँहरूलाई एकदम अब कामको स्ट्रेस छ भने है कतिवटा टेन्सनहरू हुन्छ नि कोही बेला त्यति बेला चाहिँ यहाँनिर आएर रिल्याक्स भएर बस्नु सकिन्छ एकदमै शान्तिको जग्गा छ अब यहाँदेखि माथि मन्दिर त ऊ माथि छ टाढामा अलिअलि यहाँ देख्दैछ यहाँनिर अलिअलि देख्दैछ त्यहाँ चाहिँ मन्दिर छ यहाँनिर चाहिँ अब यति शान्ति छ यति मजा आइरहेको छ हामीलाई हो अन्त म चाहिँ फुलहरू टिप्दैछु यो तपाईँहरूतिर चाहिँ यसलाई के भन्छ कुनै हामीले चाहिँ सानोमा ढुङ्ग्रे झार भन्थ्यो हो यसको बुक्केहरू बनाएर खेल्थ्यौँ सानोमा चाहिँ पुरा अब रियल लाइफमा त अहिलेसम्म मेरो बहिनीले अस्तिको भ्लगमा भने चाहिँ कसैले बुक्के दिएन हो अब आफै बुक्के बनाउँदैछु सानोमा जस्तै बुक्के चाहिँ यस्तो दामी देखिरहेको छ ए हो उपासलाई पनि बुक्के दिनु अरे कसैले सृष्टिलाई पनि सृष्टिको जयले मार्ला फेरि लु है यहाँ चाहिँ उपासना आउँदैछ ओ थ्याङ्क यू सो मच सो स्विट अफ यु यसो म फोटो खिच्छु नि थ्याङ्क यू मेरो लाइफको फर्स्ट बुके पाएँ मैले मेरो हस्बेन्डले पनि अहिलेसम्म दिएको थिएन हो त्यो भएर थ्याङ्क यू सो मच लु म चाहिँ उपासनाकोबाट बुके थापेर खुसी भएर बसिराखेको छु है साथीहरू र हामी चाहिँ अब फर्केको है एन्ड थ्याङ्क यू फर वाचिङ होप तपाईँहरूले इन्जोय गर्नुभयो हाम्रो भिडियो हो मैले मेरो बुके पनि पाइहालेँ झरेर फुल यति भयो हो थ्याङ्क यू एन्ड डोन्ट फर्गेट टु लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब बाई बाई कसै चाहिँ क्लिप छोडेर जान्दैछ ल्याउनु कहाँ छोडिराखिस् लु जा ल्याएर आइज म पर्खिँदै गर्छु र हामी चाहिँ फर्किसकेको थियौँ हो तर यसले चाहिँ क्लिप बिर्सिराखेको छ
यस्तो चाहिँ हाम्रो मेगिटारको बाटो चाहिँ ओइ कन्तनी कहाँ खोलेको थिइस् पानी पर्न आँटेको छ ए त्यहाँ छोडिराखेस् भेटिस् धन्न भेटिएछ क्लिप चाहिँ ल जाउँ अब चाहिँ ल Thanks for visit. यहाँ चाहिँ मेगिटारको म्याप छ हामी त एक्जिट भयौँ अब अघि त हामी दुईजनाको मात्रै स्कुटी थियो अहिले त अझै 2टा स्कुटी थप्दैछ माथि सानो सानो भाइहरू बसिरहेको थियो उनीहरूको होला यस्तो यो पत्ता पत्ता भएको फोटो कस्तो दामी पाउँछ त म त उयो उसको पुरा मन पर्थ्यो म त्यो अस्ति स्कुल गएको कहाँ स्कुल हौ ए हिमालयन नर्सरी त्यहाँ त उयो मेपल ट्री छ नि त त्यो भएर